पहिलो कुरा चाहिँ मैले अघि पनि भनिरहेको छु, अघि पनि भनेको थिएँ, म कुनै पनि पार्टीको सदस्यता आधिकारिक रूपमा लिएको छैन। आधिकारिक रूपमा मैले सदस्यता लिएको छैन। अनि त्यो अस्तिको सहमति चाहिँ बोल्न दिनु। यसको अर्थ कुनै पनि पार्टीमा मेरो सद्भाव रहन्छ, मेरो साथ समर्थन रहन्छ, तर तपाईँको पनि रहन सक्छ, तर म सदस्यता त लिएको छैन। मैले आजदेखि मैले मन्त्री परिषदबाट राजीनामा दिएको छु। म अब खुल्ला भयो, भोलिबाट म अध्यक्ष पनि हुन सक्छु, उपाध्यक्ष पनि हुन सक्छु, सदस्य पनि हुन सक्छु। त्यो भएको हुनाले जुन दुईटा पार्टीको बिचमा अन्डरस्ट्यान्डिङ गर्नुभयो, मेरो नाम पनि त्यहाँ उल्लेख गर्नुभयो। हजुरको त्यो सहमतिको साक्षी हुनुहुन्थ्यो नि, मैले म पनि थिएँ, तर त्यो सहमति कार्यान्वयन भएको छैन। त्यो सहमतिमा म चाहिँ उपाध्यक्ष उपसभापति भनेर काहीँ पनि अहिलेसम्म इन्डोर्स भएको छैन, कसैले पनि इन्डोर्स गरेको छैन। सम्बन्धित पार्टीले इन्डोर्स गर्नुपर्ने होला, त्यो मर्जरको प्रोसेस प्रक्रिया टुङ्गिनुपर्ने होला र त्यो इन्डोर्समेन्ट भएको छैन। त्यो भएको हुनाले मैले केही समय यो सरकारमा रहिरहेको, जुन दिन त्यो चाहिँ त्यो हुन्थ्यो त्योभन्दा अगाडि नै मैले राजीनामा दिइसक्थेँ। आजसम्म केही विषयहरूमा नटुङ्गिएको हुनाले म बसिरहेको।